आज चाहिँ हामी कोसीमा रहेको बोराबाद घुम्न गएको थियौँ। अनि यहाँ चाहिँ पहिला जस्तो चहल पहल चाहिँ छैन, तर पनि मान्छे चाहिँ आउनलाई छडेका पनि छैनन्। अनि यहाँनिर चाहिँ धेरै खालके दोकानहरू पनि खुलेको रहेछ। अनि यहाँ हामी चारजना चाहिँ घुम्न गएको आज नानीको छुट्टी भएकोले गरेर। अनि यो चाहिँ कोसीको भ्यू देखिएको हो हैन। एकदम राम्रो छ, स्वच्छ हावा छ, पानी छ, केटाकेटीलाई खेलाउन हुने ठाउँ, देखाउन हुने ठाउँ। अब नेपालमा चाहिँ समुद्र नभएकोले गरेर पनि समुद्रको एउटा अनुभव लिने ठाउँ पनि छ है। धेरै राम्रो छ बोराबाद। यस्तो बालुवाहरू छ अनि यहाँ चाहिँ बोटिङहरू गर्न मिल्छ। अनि काठको नाउ चढ्दा पनि भयो, अर्को मोटर बोट चढ्दा पनि भयो हैन। अनि यहाँ चाहिँ बाबा छोरा पानीमा ढुङ्गा हाल्दै खेल्दै हुनुहुन्छ। अनि उनीहरूलाई चाहिँ पानीमा खेल्न एकदम रमाइलो लाग्छ। अनि पानी खेल्दैछन् अनि चकचक गर्दैछन्, ढुङ्गा हान्दैछन्। अनि यस्तै गरेर रमाइलो गर्यो आजको दिन चाहिँ। अनि यहाँ बाबा पनि ढुङ्गा हान्दै हुनुहुन्छ नानीहरूसँगै। अनि यस्तो छ है, राम्रो छ, घुम्न आउँदा हुन्छ। अब यहाँ पनि मान्छेहरू चाहिँ आउन छोडेको छैनन्, पहिला जस्तो चाहिँ छैन, तर पनि धेरै राम्रै छ। अनि यसरी टिकटक भिडियो बनाउने मान्छेहरू पनि हुनुहुन्छ। अनि यहाँनिर क्यामेराम्यानहरू पनि हुनुहुन्छ। हामीले पनि क्यामेराम्यान बाटै फोटो पनि खिच्यौँ। अनि यहाँ मोटर बोटहरू चलै छ, यसको छालहरू पनि आइरहेको हुन्छ कि कस्तो राम्रो देखिन्छ। अनि नानी त्यही हेरेर बसिरहेको थियो, उसलाई धेरै मन परेको थियो। हामी चाहिँ निकै बेर खेल्यौँ, निकै बेर हेऱ्यौँ है। अनि मात्रै फर्केको थियौँ। अनि यहाँ नानीहरू चाहिँ के बनाउने हामी यहाँ बालुवामा भन्दै खेल्दै थिए। अनि यहाँ यिनीहरू पानीमा, अनि मेरो सानो छोरा पनि पानीमा खेल्दैछ। उसलाई चाहिँ धेरै रमाइलो लागिरहेको छ। ऊ पानी खेलेको लुगा भिजाएर, जुत्ता भिजाएर हैन। अनि यसरी यस्तो राम्रो देखिने क्या, खोलामा यस्तो पानी छालाको थियो है, धेरै राम्रो थियो। मलाई नै धेरै मन परिरहेको थियो। झन् नानीहरूलाई त के कुरा गरौँ र हैन। अनि नानीहरू यसरी खेलिरहेका छन्, पानीमा खेलेको